रिप्लाई फर्काऊ पर्फिनको नाममा भनेर यसको लुगा कपडामा गनाइरहेको छ जुट्टा सिएमको के कुरा गर्छ हेर न सिएम चप्पल त बच्चाको जस्तो खुट्टा आफ्नै पालामा हिजो गर्न जाने छैन मैले नक्कल सक्कल यसले ब्रान्ड भनेको थाहै छैन रहेछ देखिन भाइ यहाँ 2 लाखको चप्पल अरूलाई बबल भन्नाले तैँले मलाई दिस हानेको छ 2 लाखको चप्पल के भाइ तैँले अरूसँग गु बुझ्नु जाने छ डिस्काउन्ट छ यो चप्पलको कुरा नगर बाबु यो चप्पल बेच्यो तेरो भएको अंश पनि जान्छ ठिक छ मेरो जग्गा जान्छ भनेर मलाई लाता बनाउँछ छुएर मगरे देखाएन भाइ तर तेरो शरीर यहाँ डुङ गनाउँछ देर हल्ला देला उठेर जाँटो यस्तो राम्रो भएर चाहिँ के उडिनु बाले म त फेरि चिल मान्छे हो नि यो चाहिँ काट्नुपर्छ हेरौँ न धेरै नसुको एटिट्युडमा नआएछ भाइ मेरो ब्याटर सुन्यो भने यहाँ सबैले भन्छ मलाई हाई यस ठिक छ बगाटी बनाए बगाटी चाहिँ यहाँ रगतको खोला यसको लुगा चेक गर केटा अहिले उमा प्याडमै गो अगिसक्यो होला होला केटाहरू बिस्तारी आवेशमा आउँदैछ नि ल खेल खेल्नलाई यस्तो खालको मसँग खेल खेल्नलाई यस्तो खालको खेलाडी पाएको छ एउटा भने घन्टामा एकचोटि अर्को भने टोप खाएर झ्याप पाएको जस्तो हाँसेको भएको छ हामीहरूमा पालो डल्लो बेसको छैन डल्लो मेरो ब्याटर सुनेर भाग्य छ यसले मलाई उल्टै भन्छ केटा त्यसको पाइपमा गुण नै लागेको छ यो चाहिँ ओरिजिनल नि हो है यो चाहिँ ओरिजिनल बना बाबु त्यसले बसिरहेको बाघलाई जिस्काइस् नबिसँग डराएर मुजी डल्लुसँग खेल्न जान्छ ठिक छ यतिको फ्रीस्टाइल साकार यता ल नानी केटा यो चाहिँ क्याप कट्ने नकाटिकन हाल्न चाहिँ मिल्दैन है ल फ्री स्टाइल उसँग नसकेर उसँग सुदीपसँग आएको छ फ्री स्टाइल भने केटा रेडी हुँदै गर है सोच्दै गर केटा सोच्दै गर आज रमाइलो हुने होला आर यु रेडी गाइज काटेर भने ए हाल्ने हो युट्युबमा हाल्ने हो यसो फेसबुकमा त मिल्दैन मेसेन्जर ए हुन्छ ल मेरो भाइले बनाउनु म यस्तो र्याप बेच्न लान्छु कि सबैले भन्छ या हो यसको मुटु छामट केटा यसको सास्नी गइ क्या हो दसङ्गै बनाउने आउँदैन केटाहरू घरि घरि ल च्याटेको लुगा होइन पालपालमा टालेको होइन तैँले ब्याटल भन्न त ओ यता हेर्दा विशाल कुहिएको सास पनि फालेको छ खुङ्गार यार केटाहरू खुङ्गार मान्नु पर्छ मेरो बसमा हान्छु ऱ्यापतल बसी यसको नाम विशालले सुनेको थिएँ मैले त यसको नाम त खसी फेरि आज रमाइलोको जोसमा आज एक दुई ऱ्यापतल गएको छ दसैँमा काटेर खाएको खसी कसरी फर्केर आएको
केटाले खायो अहिले चाहिँ बब्बाल रमाइलो ल ल ल ल ल तिम्रो पालि हान ल सोच्दै गर्ने हाने ल हान 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 कहाँ चाहिँ बाँकी छ र यहाँ अब यसलाई खसी भन्छ त्यो आफै रहेछ बोका हेर्दै केटा त्यसको तल कत्रो गर्नु सानो गर्नु ल बाहिर साउन्ड त गएको छैन जानु चाहिँ म पनि चाहन्छु यिनीहरूले सकि नसके भए पनि एक शब्द ऱ्याप ब्याटल गाउन् यो मऱ्यो भने केही छैन केटा हो यसको गेवा क्रिया गर्नलाई यहीँ छोड्रे पाउ मलाई भनेको पाउने हो साइलेन्ट चाहन्न कि म यिनीहरूले ऱ्याप ब्याटल हानेर यिनीहरूको आँखाबाट आँसु झार्न चाहन्न कि म ऱ्याप ब्याटल हानेर यिनीहरूको आँखाबाट आँसु झर बढी नबल फेरि यहीँ छेउ यहाँ जाडो गर आँखाबाट झर्छ एकछिनमा आँसु टाप पत्रकार मेरो पत्रिकामा खबर छ विशालले मुख भात एउटा तौलिया पछ्यौरा हालेको है मेरो क्रियाको लागि के भाइ त भोलि गर्छ भने मैले आज नै क्रिया गर्न थालेको केटाहरू त किरा आजदेखि किरा गर्न थालेको ओइ कति माथि होला बाहिर जान्छ ल ना हल्लाउने ल घस दिन्छ सुनेको थिएँ ऱ्याप ब्याटल हान्नेको मरेको कुखुराले टर्सिन्छ झाँक्रीले कुखुराको टाउको माथि चामल राखेर कुखुराले पर्सिन्छ होइन ए पर्साउँछ है ओए पण्डित के सामान छुट्या छैन नगर बिर मलाई आज राटिले तर्साउँछ पण्डितले राल झारिसक्यो अहिले फेरि होइन बोलेर चाहिँ खानालाई बोलाइ भनिरहेको थिएँ खाना आउट खानालाई खाना पाकिसक्यो म त्यही ब्याट जोडेर होस्टेलमा बस्न आउँदा भन्छ सबैले यहाँ खाना पाकिसक्यो यो मसँग ब्याटल खेल्दा यहाँ एक्लै थाकिसक्यो यस ल आनन्दमा केटा मिठो गइरहेको थियो झारपातको कुरा गर्न केटा हो मेरो यहाँ भने आलु यहाँ राम्रो कुरा बाबु यहाँ भने आलु र भात खाने पाइरहेको छ घरमा खान्छ गुन्द्रुक र ढेँडो
भाइ यहाँ नबस्नु तिमी तलै बस यसले भने म ऱ्याप त हान्ने यो म त्योसँग ठाकिसक्यो यसले बस्नु भन अगाडि स्कुलबाट घर जाने बेला के भने थाहा छ छिटछिटिनु है घरमा बासबाट सक्नु थालिसक्यो यो पनि ठिक छ बाबा केटा र गुन्डुको कुरा नगर भाइ म खान्छु भात सुनको अस्ति यसको घरमा हेर्नु गएको हेर भात दिएको कहाँ थाहा छ मकैमा हुने गुणको बाजरा नछोड म भन्नु पर्छ यो बाहिर ऱ्याप हान्छ बिचमा अड्किन्छ यसको चाकमा बम पड्किन्छ यो भाइ त मसँग नजिक आउने बित्तिकै यसको साह्रै अड्किन्छ खाना जो केटा खाना अब पाग्यो यसको ऱ्याप त आउँदाखेरि मलाई 1 वर्षमा दसैँ आएको जस्तो लाग्यो दसैँ आएको जस्तै लाग्यो मेरो ऱ्याप ब्याटल कस्तो छ यसको ऱ्याप ब्याटल आउने भनेको जहिले वर्षमा एकचोटि आउने चाड पर्व जस्तो छ भात खानु भन्नु अगाडि तर्का दाल पाकेको छ यसको बेतल पो वर्षमा एकपल्ट मेरो बेटल यसलाई दिन दिने जस्तो लागेको छ कस्तो खालको ऱ्याप ब्याटल आएको छ त्यो दिनको कुरा नगर भाइ मेरो सेकेन्डमा ऱ्याप ब्याटल मुखबाट आएको छ फर्काएर होइन मजा आइरहेछ मलाई त मान्छे डिप्रेसनमा गइसकेको थियो अघि बिजनेसरको छोरा पेटे पड्किया छ किउले त बच्चाको चाकमा अड्किया जस्तै गरेर घाँटीमा पनि अड्किया छ बिन्दरको छोराले फर्कायो बिन्दरको छोराको पाली यहाँबाट सिधी झरेर जानुपर्छ तल झर्नलाई त्यहाँबाट तल सिडी झरेर जानुपर्छ तल झर्नलाई अहिले हेडसप पनि आइपुग्छ मैले ऱ्याप ब्याटल हाल्नेछु भनेर म्युजिक रेकर्ड गर्नलाई केही गर्दैन बुढोले माइन्ड गर्दैन पाइला हिँड्ने गर्दा पनि ऱ्याप हिँड्दा पनि पाइला गनेर हिँड्नुपर्छ ऊ म्युजिक रेकर्ड गर्नु भन्न अगाडि नै यसको प्रिन्सिपललाई चाहिँ यसको ठोक्रा नदेखाउनु भनेर भन्नुपर्छ मैले अघि नै भनिसकेँ मैले चराचुरुङ्गी उडेर आकाश छुन्छ यसको ठोक्रा देख्यो भने अहिले आएको युट्युबमा भ्युज पनि त्यो पनि माइनस हुन्छ भ्युज पनि माइनस हुन्छ होइन खोलामा डुङ्गा आउँछ वारेर पानी तार्नलाई प्रिन्सिपल तेरो ब्याटलको भिडियो गर्नु होइन आउँछ तँलाई अहिले पछार्नलाई तेरो यो ऱ्यापबाट सुनेर धेरै छाडा छ र तँलाई अहिले यहाँ काट्छ तेरो त के जित हो नि ए ती मेरो पो जित हो भाइ सरले मलाई नै हुटिङ दिन्छ र त यसमै हार्छ ठिक छ हाल्नलाई पनि हाम्रो खुबी हुनुपर्छ चक्कुले नदेखे फुच्चेले मलाई काट्ने कुरा गर्छ यसले डुङ्गा तार्नलाई वारिवारि भने थियो काट्नलाई प्रिन्सिपललाई त्यो कुट्न आउँछ भने चाहिँ पछार्छ ग्यास निन्दा निन्दा लाग्यो
मजा आएर सुन्नु हामीलाई खालि सोच्नलाई के गर्नुपर्छ प्रिन्सिपलको ढाङ्गले बाबु प्रिन्सिपल त मेरो अड्डामा चल्नुपर्छ प्रिन्सिपलले मलाई पछाडेन तँ जान्छु मेरो एकै लातमा प्रिन्सिपलको जागिरै छ भाइ मेरो हातमा के भयो नि गर्लफ्रेन्डको याद आयो के के सुन्न यो भाइ खुच्चेको के ठुलो कुरा गर्छस् भाइ नेपालको प्रधानमन्त्री के थियो नि के भने प्रिन्सिपलको के जागिर प्रिन्सिपलको के कुरा गर्नु भाइ पिउन कजे होला जागिरतिर हातमा है प्रिन्सिपलको जागिरतिर हातमा पाउँदैन भाइ मसँग मेरो पैसा लाग्न मलाई त प्रधानमन्त्रीले पैसामा भ्याउँदैन ठिक छ अलिकति मिल्दैन थोरै रानी ल यता लाउने बानी छैन अरूसँग तैँले जस्तो मुजी लुगा साटी के गराउन आउँछस् त मसँग जोनीसिंहको नाति मैले बुझेँ होइन केटाहरूको लाग्यो ब्याडल 3 मिनट वाइ छ 3 मिनटमा हान्नेलाई के हान्ने आजले ऱ्याप बादले दिने भनेर भन्नुपर्छ एकछिनमा बाई हुनु पनि पैसामा के सक्थ्यो अरे मिया खलिफाको छोरालाई मुखै नछाड्ने राम्रै भइरहेको छ तिमीहरूको हान न अलिअलि मिलाएर ल सक्दैछौ बिस्तारै सक्दैछौ 2 मिनट आइछ अब त उनी टाइम पनि दिनु छ अहिले फेरि होइन बुढाहरू भन्यो भने त फेरि हेर्न मेरो भन्ने यसको धेरै नै लामो कपाल छ होइन म्याकली बाबा के कुरा गर्छ भाइ स्कुलमा हेर मेरै स्टाइल छ स्टाइल बबाल छ ल ठिक छ ल आफ्नै पारामा हिँड्छु म केही नकसकल आफ्नै पारामा हिँड्छु म केही नकसकल लाउँदैन यदि तैँले मलाई ऱ्याप ब्याटलमा हराइस् भने यहाँ भएको कसैलाई आज रातभरिमा कसैलाई निन्दा पनि आउँदैन भोलि छाप्छ यसले सारा छापिस पनि तेरो म फेरि यो छाप्छु ढाडमा देख्छस् ल मलाई ऱ्याप ब्याटल हान्न धेरै समय लाग्दैन नि डेढ भोलि हरि नवीनसँग ऱ्याप ब्याटलमा हारे भनेर पत्रिकामा न्युज आउँछ भाइ पत्रिका योसँग मागेर हेर यस बिचमा छ घर मेरो वारी खोला पारी खोला हुन पनि कसैले पत्रिका पढ्न पाउँथेर
भयो घरमा खानाकै अनिकाल होला होइन कम्प्युटरले होइन अरे पत्रिका कम्प्युटरहरूले डटपिनले लेखिन्छ यस्तोको के पत्रिका पढ्ने मान्छे हेर्दा त डटपिनको टुटी जाँदा देखिन्छ त लु त अलिकति दुध छ अब त सकियो नि लकडा गर्ने कालो यो मकै खाने बालु मेरो खट्टा लट्टा कपाल अनि यसको जोनी चिल्छ तालु तालु त मेरो जिम्मामा छ होइन 1 घण्टा भयो सर 1 घण्टा छैन 20 मिनट भयो ल 20 मिनट 21 भयो 1 घण्टा कहाँ हो न त्यहाँ भने 1 घण्टा भएको छैन आउँदैन ल ल त्यसो भए ल मेरो ब्याटर सुनेर यहाँको सबै हेरेर घर कराइरहेछ खोइ त्यो भए कता गयो मेरो ब्याटर सुनेर हो कि ढुङ्गा खोल्नु पनि डराइरहेछ आकाशतिर बाहिर गएर आकाशतिर हेर आकाशमा जुन छ मेरो घरमा भाडा मान्दा आइज बरु तँलाई त्यो दिएको पैसाले चक्लेट खानु भनिनुहुन्छ यो पनि आकाशमा तारा होइन भाइ राम्रोसित हेर भुट छ भाँडा माझेको चक्लेट के कुरा गर्छ भाइ आइज न मेरो घरबाट के अरे के भन्नु मेरो घरबाट पैसा माथि नै सुत्छ ठिक छ तिम्रो ठुलो दुध छ बिचमा दसैँ आयो फेरि बसिरहने अब यस्तो भएर अब खानासाना खाने यसको स्वर सुन्दाखेरि मलाई यस्तो लागिरहेछ कि यस्तो फिलिङ्स आइरहेछ कि जस्तै हुन्छ नेटवर्क आउने जाने नेटवर्क आउने केयर बेला काट्छ कि यो पढ्नु जाने सुरतमा सुतिसक्यो हेर सुतिसक्यो त ल नबिनले लास्ट हान्दियो ल लास्ट हान्दियो ल लास्ट हान्दियो राम्रो एकदम मिठो पारेर हान्दियो त लास्ट त्यहाँपछि पढ्नुपर्छ पढ्ने 10 बजिसक्यो भर्खर 9 बजे अब 9 बजिसक्यो आधी घन्टा पढ्नुपर्छ आधी घन्टा ए उसको पनि सुन्नै भइन्छ तिम्रो हान्नु नि त उसमै म बिट बजाइदिन्छु लास्ट जुत्तामा लाउने खुट्टामा लाउने जुत्ता अनि घाँटीमा लाउने टाई भोलिसम्म बाँचिस् भने बाँचेछस् भने भोलि पनि खेल होला तर आजको लागि गुड बाई ल गुड बाई लगाइस् ल